पहाड चढ्नु आएको छु ठुलो होइन त्योभन्दा अलिकति सानो पनि होइन एकदम मिनी माउन्टेन चढ्नु आएको छु अहिले चाहिँ म झापा मेसिनगरमा रहेको छु मिनी माउन्टेन जानु लागेको छु चढ्नलाई जिन्स लगाएर है तपाईँहरूले देख्न सक्नुहुन्छ अब म मिनी माउन्टेन देखाउँछु एकदम ठुलो चाहिँ होइन मिनी है अन्त कस्तो छ देखाउँछु हो हाम्रो सगरमाथा चढ्न आँटेको हामी लानुहुन्छ चढाउनु है हाम्रो आफ्नो हो नि त यो त देख्नु होला हाम्रो आफ्नो सगरमाथा उहाँले हाम्रो कञ्चनजङ्घा पनि छ हो हो एकदमै यो प्राकृतिक पार्क पनि रहेछ भन्दा मान्छेले बनाएको कतिवटा सामानहरू छ यहाँ देख्न सक्नुहुन्छ सजाउनलाई है एकदमै सुन्दर रहेछ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ नेपाल त त्यसै पनि हो अनि अझै यो धेरैवटा ठाउँहरू यस्तो छ जुन हामीले एक्सप्लोर गरेको छैनौँ देखाएको छैनौँ जुन म तपाईँहरूलाई देखाउँदैछु अलिकति ठट्टा मजाक गर्दै भए पनि यहाँले हेरिरहनु भएको छ अनि यहाँ यो तर्फ हामी गइरहेका छौँ ससाना नानीहरूले यहाँ खोला तरेर उहाँ माउन्टेन हेर्नु जानु हुँदै रहेछ यहाँहरू देख्न सक्नुहुन्छ है उहाँहरू पनि सायद यही माउन्टेनै चढ्नु जानुभएको होला है अब चाहिँ म पनि जान्छु उता पारी मिनी माउन्टेन पहाड चढ्नुलाई है यहाँ खोलाबाट क्रस गरेर अलिक पानी कम्ती भएको जग्गाबाट चाहिँ क्रस गर्नुपर्ने रहेछ हुँदैन थियो केही हुँदैन ल ल छैन ल ल ठिक छ लाएर जाउँ त ल कहाँ गएको उता कुन पहाड हो यो म नआउनु म चाहिँ वारी आइपुगेँ यतापट्टि है अब चाहिँ म जान्छु माथि माउन्टेन हेर्नुलाई सबैजना चाहिँ आउनु भयो सबै पारी बस्नुभयो म चाहिँ आएँ अन्त तपाईँहरूलाई म देखाउँछु किनभने मैले मिनी माउन्टेन देखाउँछु भनेको थिएँ भने म तपाईँहरूलाई देखाउनु पनि पर्छ भनेर म देखाइरहेको छु तपाईँहरूले देख्नु सक्नुहुन्छ यो पछि चाहिँ छ यी सानसानो यो माउन्टेनहरू भयो यो सबै जो चाहिँ सायद यो यसो हेर्दाखेरि कमेरो माटोले बनिएको जस्तो लागिरहेको छ हेरौँ है त नजिकबाट चाहिँ एकदमै सुन्दर देखिँदो रहेछ एकदमै राम्रो रहेछ यी हो अन्त यहाँ चाहिँ यहाँ पुतलीहरू पनि छ उडिरहेको अनि राम्रो राम्रो चराहरू पनि आउँछ अरे भन्नुहुँदै थियो नि त यो चाहिँ पिकनिक स्पटभित्र रहेको छ यो यता तपाईँहरू देख्नुभयो भने यो सबै पिकनिक स्पट हो अन्त यसमा चाहिँ तपाईँहरू यो आउन सक्नुहुन्छ यो चाहिँ मेचीनगर 2 भयो झापा बाहुनडाङ्गी क्षेत्रमा पर्छ है एकदमै राम्रो रहेछ है ठुलो परसम्म रहेछ यो कि रेन्ज जस्तो लाग्दैछ हेर्दाखेरि दादा कस्तो रहेछ राम्रो रहेछ एकदमै राम्रो छ साँच्चै नै हजुर आउन सक्नुहुन्छ जो अब एभरेस्ट हामी चढ्नु सक्दैनौँ कञ्चनजङ्घा चढ्नु सक्दैनौँ मतलब माउन्टेनहरू चढ्नु सक्दैनौँ नि त उहाँहरू यहाँ आएर हेर्न सक्नुहुन्छ है म देखाउँदैछु म चाहिँ माउन्टेन चढेर आएको है कुन माउन्टेन मिनी माउन्टेन कि तर मिनी एकदम सानो यति धेरै दामी रहेछ साँच्चै नै माउन्टेन चढ्दा थाक्छ भनेको चाहिँ यही हो पसिनाहरू देखिहाल्नु भयो होला है हुन्छ